नमस्कार। मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 को केन्द्रीय सहसंयोजक श्री राजेन्द्र प्रसाद अधिकारीज्यूलाई हाम्रो केन्द्रीय सचिवालयमा विशेष स्वागत छ र हामीले स्वागत गरिसकेका छौँ। आज नै उहाँ विराटनगरबाट काठमाडौँ आउनुभएको छ र हामीले उहाँलाई सचिवालयमा स्वागत गरेका छौँ। र यति बेला उहाँले विराटनगरबाट आउँदै गर्दा मोरङ जिल्लामा विराटनगर आउँदै गर्दा उहाँले त्यहाँ त्यो आफ्नो क्षेत्रमा मृत्युदण्डवाद नागरिक अभियान नेपाल 2082 लाई समर्थन गर्ने साथ सहयोग गर्दै हस्ताक्षर गरेर म यो देशमा मृत्युदण्डको सजाय नीतिको संवैधानिक व्यवस्था हुनुपर्छ भनेर हस्ताक्षर गर्नुभएका धेरै दाजुभाइ दिदीबहिनीहरूको फर्म सहित फाइल सहित केन्द्रीय सचिवालयमा आज बुझाउँदै गरेको दृश्य म यहाँहरूलाई देखाउँदैछु। धन्यवाद। श्री राजेन्द्र प्रसाद अधिकारी ज्यूले दाजुले चाहिँ यो मोरङ जिल्ला विराटनगरबाट मृत्युदण्डवादी नागरिक अभियान नेपाल 2082 लाई हस्ताक्षर गरी औंठा छाप गरी साथ सहयोग र समर्थन गरेर देशमा मलाई मार्ने अपराधीहरूलाई मृत्युदण्डको सजाय हुनुपर्छ, ज्यान मारालाई मृत्युदण्डको सजाय हुनुपर्छ, भ्रष्टाचारीलाई मृत्युदण्डको सजाय हुनुपर्छ, नाबालिका बलात्कार र हत्या गर्न मृत्युदण्डको सजाय हुनुपर्छ र देशमा मृत्युदण्डको सजाय नीतिको व्यवस्था हुनुपर्छ भनेर विराटनगरबाट पुरुषोत्तम ढकाल सर, त्यस्तै गरेर आदर्श अधिकारी देवेन्द्र रत्न रेग्मीज्यू, राधिका शर्मापन्थी धेरै सयौं हस्ताक्षर गरेको फाइल अहिले चाहिँ केन्द्रीय सचिवालयमा हस्तान्तरण गर्नुभएको छ। यसको लागि उहाँलाई विशेष धन्यवाद र हामीलाई साथ दिनुभएका सम्पूर्ण विराटनगरवासी मोरङ जिल्लावासी दाजुभाइ दिदीबहिनीहरूलाई पनि विशेष धन्यवाद र उहाँहरूलाई विशेष निमन्त्रणा पनि म यहीबाट गर्न चाहन्छु। हस्त धन्यवाद र नमस्कार।